फेरि पुरा रेकर्ड गरेर हो सुरु भयो ल मेरो भ्लगिङ त सुरु भयो नयाँ ल ल त्यही हो जुलुस सुलुस भइरहेछ प्रवीण दाइदेखि नजाने भन्छन् र अहिलेको जुलुस जाने भनेको मर्न जानु भयो बरु जेएनजीको आन्दोलन मऱ्यो त शहीद घोषणा हुन्थ्यो घरमा पैसा आउँथ्यो अहिले त त्यो पनि आउँदैन आतङ्कवादी भन्छ होइन केहीवालाई निकाल्नुपर्छ मासु भात भन्छ बिचारा बुढेसका लागेको छ बरु हामीमा जुलुसै गर्ने भयो जेएनजी बनेर गएर मुजिहरूलाई हान्दिउँ हो त्यो त खतरा नि त त्यस्तो पनि गर्नु हुँदैन हामी त रमाइलो मात्रै लुट्यो बाहिर हेरेर ल पुलिस सरहरू पनि सुध्रिनु पऱ्यो गल्ती बिना अब बोल्नु भएन क्यामेरा गर्नु भएन झन्डै लुट्यो आफ्नो पान्छे कि हामीदेखि प्रवीण पान्छे खाना खाना नि पुलिस त्यो प्रवीण सर के अरे त्यो ट्राफिक सरलाई धन्यवाद धन्यवादले अलि पछि हामीलाई बक्लास तँलाई भनेर त त्यसले हामी त्यसको दासात भात दिने हो अब त्यसै भयो भने ल आज अब जुलुसतिर गयो भने भिडियो अझै भव्य राम्रो खालको आउँछ क्यामेरा स्यामेरा फोडिदिरहेको छ एउटा भएको मोबाइल पनि अब लोनमा दिएको मोबाइल पनि उडाइदिएको तनाव हुन्छ फेरि तल आइरहेको तिराउने अनि त्यसलाई त्यो क्यामेरा फुटाउनु सामान खिच्यो नि समाज तिराउनु होला नि त तिराहाल्छ ल यतातिर चाहिँ ठिक छ होइन कपनतिर चाहिँ सब ठिक छ क्यामेरा ब्याक गरेर खिच्नु परेको ल अब चाहिँ पुलिसहरूको भिड भइसक्यो होइन यहाँ द्वन्द्वकालीन समस्या के आइपर्नु छ ल कुन बेला भएको छौँ हामी भुट्टो मात्रै भुट्टो भागिहाल्ने हो होइन धेरै बस्नु हुँदैन तपाईँको के भन्नु छ उहाँलाई नि मैले भर्खर बाटोमा भेटेँ हो ऱ्यान्डम मान्छे हो म रामदामै हो ऱ्यान्डम भन्दै ल हेर्नु अब अस्तिसम्म यो चाहिँ मेन केस थियो अब यो केसलाई त पञ्चाइसक्यो होइन अब हावादारी केसहरू भइरहेछ अब पुलिसहरू आइरहेको छ भाग्ने अवस्था पनि अब क्रिएट हुन लागिरहेछ त्यसको लागि चाहिँ भिडतिर जानु पऱ्यो हामी भाडा खाइन नमिठो पो हुन्छ त हजुर त्यस्तोमा पर्दैन नि उब्रिसक्यो म हामी मिडिया नभने प्रपर मिडियाको ज्याकेट लगाएर भोलि एउटा उडाउनु पर्ने हो ल अपडेट आइरहन्छ यस्तै होइन अब काम सक्यो काम गर्ने हो यसो घुम्ने हो के छ र कामै त हो हाम्रो अब हल्दिने हिँड्ने बस्ने अब अस्ति जेन्जी भनेर गोठ्थ्यो अब आज ओलीको भनेर गोठ छ बाटो हिँड्न गाह्रो छ होइन अस्ति जेन्जीको कति भाडा खाएको तिमीले 10-20 भाटा खायो नि असर ग्यास फोटो पनि हाल्छु म बिस्तारै ट्राफिक सरको टोपी पनि फोर्स आइसिक्यो पुलिसहरू ब्ल्याकफोर्ट डेन्जर छ होइन यता भिड छ केटाहरू स्टे होइन हामीले त के नै गरेको छ र यता पनि भिड छ यता पनि भिड छ भिडै भिड छ के गर्नु अब यता अलिक तनावग्रस्त होला जस्तो छ मैले दौडेको किन भन्नु बिचरा त्यो एउटा दिदीलाई हेर्दै थियो लास्टमा मैले सपोर्ट गरिदिएँ होइन जुनसुकै पार्टी होस् चेलीबेटीको लागि म एक छु होइन को तिमी हो म त कहाँ जुनसुकै पार्टी हराउनु दिनु भएन त्यही त चाह्यो भनेर नि जय शम्भु बाल छैन पछि आफूलाई पर्छ हामी चाहिँ भाग्नुपर्छ है कतै माथिबाट के आएको साह्रो हुन्छ भने आन्दोलनमा गएर घाइते साइते भयो भने सरकार जिम्मेवारी हुँदैन भन्ने खालको त्यो हामी आफ्नो प्रोटेक्सन आफै गर्नु तिम्रो छ त मान्छे सहज जानु गाह्रो छ यस्तो रहेछ